जुनसुकै नियममा पनि महिलाहरूलाई अब पहिला 33% थियो भने अहिले 50% छ। त्यसको लागि नयाँ कार्य समितिमा चयन हुनुहुने सम्पूर्ण महानुभावहरूलाई के भन्न चाहन्छु भने निर्णय गर्दाखेरि हामी महिलाहरूलाई पनि जानकारी हुनुपर्छ। अब कति आयोजकहरूले अब खर्च कति भयो, आम्दानी कति भयो त्यो पनि अब हामी सबैले थाहा पाउनुपर्छ होइन। अनि चित्त नबुझेको कुराहरूमा चाहिँ अब साथीहरूले राख्न सक्नुहुन्न। पछाडि मात्रै बोलेर हुँदैन, हामीले मञ्चमा आएर बोल्नुपर्छ, अनि मात्रै थाहा हुन्छ के गल्ती हो के सही हो। त्यो अब के अरे नबोलिकन थाहा हुँदैन। अब हाम्रो देशमा चाहिँ अब पुरुष प्रधान देश, जहाँ पनि पुरुषै अगाडि बढ्नु खोज्छ, महिलालाई पछि पार्न खोज्छ। त्यो अब के अरे त्यसमा अब उनीहरूले पछि पार्न खोजे पनि हामी त चुप लागेर बस्नु हुँदैन नि त। त्यसको लागि सब महिलाहरू एकजुट हुनुपर्छ। भाषाको लागि होस्, सिपको लागि होस्, मामा हेलो हेलो, भाषाको लागि, सिपको लागि, कुनै पनि कार्यक्रम आयोजना गर्नको लागि हामी महिला साथीहरूलाई चाहिँ उपस्थित गराउनै पर्छ भन्ने मलाई लाग्छ। अरू के छ भने अब जुनसुकै ठाउँमा गएर सिन्धुपाल्चोकमा गुरुङ छ भनेर सोध्नुहुन्छ, छ भन्छु म। हामीले अब अनलाइनबाट भाषा पनि सिक्ने कोसिस गर्नुपर्छ साथीहरू। यदि लेखेर पढेर आउँदैन भने अनलाइनबाट हामीले बोलेर पनि भाषा सिक्नुपर्छ। भाषा चाहिँ एकदमै महत्त्वपूर्ण छ। भाषा नजानेपछि अब के अरे रीतिरिवाजहरू केही पनि थाहा हुँदैन। पश्चिमको गुरुङहरूले हामीलाई अब गुरुङै भन्दैन, भाषा जान्दैन। गल्ती त अब हाम्रो होइन, हाम्रो बाजे बराजुहरूको गल्ती हो। त्यसको लागि अब हामीले के गर्ने, अब कसरी अगाडि बढ्ने, हामी तमुसियो ग्रुप गठन गरेर अगाडि अब अग्रजहरूसँग सल्लाह लिएर हामी अगाडि बढ्ने सल्लाह गरेका छौँ। भाषा सिकौँ, सिप सिकौँ, के अरे नजानेको कुरा जानौँ। अनि त्यसपछि अब के अरे आफ्नो लागि आफू लड्नुपर्छ। कसैले पनि अगाडि आएर गरिदिँदैन। त्यही भएर सम्पूर्ण मेरो साथीहरूलाई के भन्छु भने तपाईँहरू घरमा चुप लागेर बस्ने होइन, आफू लागि आफू अगाडि निस्किने। कसैको कुरा पनि सुन्नु पर्दैन। आफ्नो जीवन हो, आफूले जिउने हो। त्यसको लागि पुरुषसँग सल्लाह लिनु नि परेन, आफ्नो आमा बाउसँग सल्लाह लिनु नि परेन। मेरो जीवन हो, मेरो खुसी हो, आफू अगाडि बढ्ने हो। त्यसको लागि कसैले खुट्टा तान्छ भने त्यसको लागि ऊ पछाडि नै बस्छ, हामी अगाडि बढ्ने हो। म सम्पूर्ण साथीहरूलाई के भन्न चाहन्छु भने जहाँ पनि जाने, बोल्ने, नडराउने, नजानेको कुराहरू सिकाउने। यदि मुद्दा मामिला पनि हामी लड्नु पर्यो भने त्यसमा पनि हामी पछि पर्नु हुँदैन। किनकि छोरी भएर के अरे छोरी भएर अंश पाउँदैन, के अरे बोल्नु सक्दैन भनेर कसले पनि नसोच्नु होला। किनकि एउटा घर सम्पूर्ण A to Z महिलाले चलाउँछ भने के अरे बाहिर निस्केर हामीले एकजुट भएर नडराइकन अगाडि बढ्नुपर्छ। त्यसैले म सम्पूर्ण दिदीबहिनीहरूलाई के भन्छु भने तपाईँहरू मलाई फल्नाले यस्तो भन्छ, ढिस्काले यस्तो भन्छ, म त्यहाँ जाँदिनँ, मैले त्यहाँ बोलेँ भने अरूले खिसाउँछ, त्यस्तो होइन। हामी जसरी हुन्छ अगाडि बढ्नुपर्छ। 2 दिनको जिन्दगी हो, केही न केही आफ्नो केही छोडेर जानुपर्छ। कुन दिन मरिन्छ थाहा छैन। त्यसैले आफ्नो नाम, मान्छे मरे पनि नाम चाहिँ सधैँ बचिराखोस्। अनि मेरो 2 शब्द यही टुङ्ग्याउन चाहन्छु। हाम्रो अब गुरुङ ड्रेस त लगाएको छ होइन, कुन कहाँ लाउने हो पनि थाहा छैन के, कुन कहाँ लाउने हो, कुनको नाम के हो त्यो पनि थाहा छैन। वेशभूषा, भाषा सब जोगाउनु पर्यो। त्यसको लागि हामीले हाम्रो अग्रजहरूसित सल्लाह लिनु पर्यो। कहाँ जाने, कसरी गर्ने, के लाउँदा ठिक हुन्छ, कुन चाहिँ हाम्रो के अरे वेशभूषा हो, संस्कृति के हो, त्यसको लागि हामी सब एकजुट भएर अगाडि बढ्नुपर्छ। आजको हाम्रो कार्यक्रम चाहिँ सबैजना मिलेर एकदमै सफल पारौँ। कतिपय साथीहरू बाहिर नै व्यस्त, कुर्सी सब खाली, यहाँ त अलि मजा भएन नि। आज एक दिनको लागि गर्मी जसरी भयो नि सहनु पर्थ्यो। गर्मी सर्मी ठाड्ने
पर्छ। यस्ता गर्मी कति आउँछ, जाडो कति आउँछ, सब सहनुपर्छ। मेरो 2 शब्द चाहिँ यही टुङ्ग्याउँछु। केही भुल भयो भने माफ गरिदिनु होला।